हे दैव, चोट पनि कति दिन्छौ बिचारा यी रविलाई। दिनभरि श्रीमतीको लागि सडकमा भिख मागेर हिँड्छन्। राति भएपछि तिनै श्रीमतीको रुवाई कराई सुनेर बस्नुपर्छ। न सुत्न पाउँछन् न उठ्न पाउँछन्। श्रीमती सुत्केरी भएको जम्मा 5-7 दिनपछि यो अचेत अवस्थामा छिन्। आज झन्डै 38 महिना भएछ। 38 महिनादेखि उनी बेडमै मृत्युसँग छटपटाइरहेकी छिन्। न बोल्न सक्छिन्, न केही खान सक्छिन्, न हिँड्न सक्छिन्। म कतै जान लागेको जस्तो कुरा गरे भने रोइदिन्छ। म छोडेर जान्छु है, अब यस्तो हुन्छ। सहनै सकिँदैन सर यो कुराहरू। यस्तो अचेत अवस्थामा रहेकी श्रीमतीको स्याहार सुसार गर्दा गर्दै घर खेत गाडी सबै बेचेछन् रविले। मेरो नयाँ गाडी थियो, 19 मोडलको गाडी थियो, 17 मोडलको गाडी थियो, 15 मोडलको गाडी सबै सक्यो। अब भएको त्यही अब ऐलानी जग्गाहरू 1-2 कट्ठा होला, त्यो पनि बिक्री नभएर हो, त्यो पनि प्रोसेस गर्दैछु म बेच्नको लागि। 6-6वटा गाडी, करोडौं पर्ने घर सबै बेचेर श्रीमतीको उपचार त गरे, तर श्रीमती आजसम्म भन्न सक्दिनन्। डाक्टर भन्छ श्रीमतीलाई पहिलेकै अवस्थामा पुर्याउन सक्छौं, तर अलि खर्च लाग्छ। अनि यता रवि श्रीमतीको लागि रात दिन सडकमा मागिरहेका छन्। भिख मागेर जम्मा 1-2 रुपियाँ त पाइन्छ भनेर तडपिन्छन्। अहिले टिकटकमा उनलाई धेरैले सहयोग पनि गरिरहेका छन्। यही अवस्थामा हामी यति बेला रविकै बस्ने डेरासम्म पुग्यौं। मैले आफ्नो जन्मदिनको अवसरमा रविलाई सहयोग गर्ने पनि निर्णय गरेँ र यति बेला उनी बसेकै स्थानमा पुगेर केही सहयोग गरेको छु। दर्शकबिन, भिडियो हेरेर तपाईलाई पनि सहयोग गर्न पक्कै मन लागेको होला। तपाईले तल दिएको नम्बर सिधा फोन गरेर पनि सहयोग गर्न सक्नुहुन्छ रविलाई। अनि सँगै खाता नम्बर पनि राखिदिएका छौं। 1 रुपियाँ नै किन नहोस्, तपाईले सकेको आफ्नो गोजीबाट सहयोग गर्नुहोला, ताकि यो बिचारा परिवार फेरि पुरानै अवस्थामा फर्किएको हामी हेर्न चाहन्छौं। एउटा छोरा मान्छे रोइरहेको हामी कहाँ हेर्न सक्छौं र? यो पीडा सधैँका लागि मेट्न तपाईँ हामीले सक्दो सहयोग गरौँ। लालीगुराँस.com हेरेर बस्नुहुने सम्पूर्ण दर्शकलाई हार्दिक स्वागत छ। म कमल सरगम छु। केही समयदेखि हामीले टिकटकमा एकदमै हेरिरहेको जोडी रिता सुन्दास र रवि सुन्दास। रवि सुन्दासले आफ्नो श्रीमतीका लागि सडकमा गएर पैसा मागेर भए पनि उपचार गरिरहनु भएको छ। यो कारुणिक दृश्य हेरेर हाम्रो मन पनि त्यतिकै सम्हालिन सकेन। मैले आफ्नो जन्मदिन आज चाहिँ यहीँ आएर मनाउँ भन्ने सोचेँ र म त्यही कारण रविलाई फोन गरेँ। रवि सुन्दास भाइले मलाई आउने लोकेसन पनि दिनुभयो र म यति बेला पुरा नीलकण्ठ स्थित रवि सुन्दास र रिता सुन्दास बसेकै घरमा आएको छु। म बसेर थोरै कुराकानी गर्छु। यहाँ बस्नु मिल्छ है? ल रवि भाइ नमस्कार। नमस्कार सर। रिता बहिनीलाई कस्तो छ? हेर्नुहोस् हजुर, अवस्था यस्तै हो। बोल्न सक्ने हिँड्न सक्ने अवस्था छैन। तपाईँलाई चिन्ने सेन्सहरू चाहिँ छ कि छैन उहाँमा? हजुर सेन्सहरू छ, एकदम छ सर। मतलब बोल्नुहुन्छ भन्ने चाहिँ आशमा तपाईँ अझै हुनुहुन्छ? हजुर एकदम म जुटिरहेको छु। म सडकसम्म उत्रिसकेँ। आफूसँग भएको श्री सम्पत्ति घर गाडी सबै बेचेर अहिले भाडामा बस्न पनि हजुरको घरबेटीज्यूहरूले अब भएको ठाउँमा त बस्न दिनु भएन। कति ठाउँमा लिएर गएँ, कति के गरेँ। मैले हरेक त्याग गरिसक्दाखेरि चाहिँ अहिले आफै म अभियानमा उत्रेर बाटो 1-1 रुपियाँ मागेर भए पनि आफ्नो श्रीमतीको उपचारको लागि निरन्तरमा लागिरहेको छु सर। अहिले सडकमा मागेर पनि तपाईँले भिडियो हाल्नुहुन्छ टिकटकमा। आज मागेर ल्याएको यति हजार भनेर, यति रुपियाँ भनेर 100 देख्नुहुन्छ। कति खुसी हुनुहुन्छ रिता है? त्यो सबै उहाँकै लागि तपाईँ सडकमा जानुभयो? हजुर, म उहाँकै लागि, आफ्नो श्रीमतीको लागि होइन, एउटा श्रीमानले गर्नुपर्ने कर्तव्य निभाएको छु। कति भयो उहाँ यस्तो भएको? आज ठ्याक्कै 38 महिना भयो। 38 महिना भनेको बाबु नै 38 महिना भइसक्यो। बाबु त्यत्रो हुँदादेखि हस्पिटलमा भर्ना भएको। अहिले बाबु यत्रो भइसक्यो, देख्न सक्नुहुन्छ। बाबु नै ठुलो भइसक्यो। यतिखेरसम्म निरन्तरमा लाग्यो। बाबु बोल्ने त भइसक्नु? हजुर, बाबुले नै बाबा मम्मी भन्ने भइसक्यो। जस्तो यो अवस्था भइसकेपछि तपाईँले अहिले आफै माग्न जानुपर्ने अवस्था आयो भन्नुभयो। पहिला मसँग घर गाडी थियो भन्नुभयो। कहाँ तपाईँ घर कहाँ हो? मेरो घर पहिला माकलबारी, ठ्याक्क मितेरी टोल। माकलबारी? हजुर हजुर, मितेरी टोलमै थियो भित्र। 3.5 आना बनेको जग्गा भएको घर बेचेँ। नाइट बसहरू थियो मसँग। नाइट बस पनि थियो? हजुर, दाङ काठमाडौँ चल्थ्यो। दुईटा बर्दिया काठमाडौँ चल्थ्यो। 6वटा नाइट बस थियो मेरो। सबै कुरा बेचेर अहिले आफै सडकमा छु, पठाउ चलाउँछु। हिजो अस्तिसम्म त हजुरको आफै नाइट बस चलाएर भए पनि मैले उपचारहरू गराइरहेको थिएँ। अहिले अब
स्थिति यस्तो भयो कि अब झन्झन ढिलो हुँदै गयो, झन्झन अब मैले आफ्नो श्रीमती गुमाउने डरले आफै बाटोमा म बाध्य भएँ। हजुर, जिन्दगी के रहेछ त? जिन्दगी हजुर, जिन्दगी एउटा सङ्घर्ष, दुःखमय सङ्घर्ष रहेछ हजुरको। जे हिजो हामीसँग जे थियो त्यो सधैँ हुँदैन रहेछ। हाम्रो जिन्दगी नै यो स्वस्थ शरीर रहेछ सर। सडकमा माग्दा दिन्छन् तपाईँलाई? तपाईँ त स्वस्थ देख्छन्, कसरी पत्याउँछन् तपाईँको श्रीमतीले? अब सर यो भन्नु पर्दाखेरि त कति प्रायले त हातखुट्टा सध्दैछ, काम गरेर खानु नि भन्ने जस्तो तरिकाले जवाफहरू पनि लगाउँछन् होइन। अब यो जवाफलाई मनमा सिरियसली लिएर हुँदैन होइन सर। आफ्नो अब आफूलाई अब श्रीमती बचाउनु छ। अब कति प्रायले दिन्छन् 5 रुपियाँ 10 रुपियाँ, उनीहरूले जवाफ लाउँछन् के हो यस्तो, अब हातखुट्टा भएको मान्छे किन यसरी मागेर हिँडेको भन्ने टाइपको कुराहरू गर्नुहुन्छ। तर म चाहिँ मनमा लिन्न विगतलाई। पठाउ चढ्दाखेरि तपाईँलाई चिन्ने पनि कहिलेकाहीँ मैले टिकटकमा तपाईँलाई हेरेको थिएँ भनेर दिने पैसाभन्दा बढी दिनुहुन्छ? हजुर हजुर दिनुहुन्छ। 2-3 जना दिदीले त भाइ मैले तपाईँलाई देखिरहेको हो भनेर मैले एकचोटि जमलदेखि कान्ति हस्पिटलसम्म ल्याउँदा उहाँले 500 नै दिनुभयो। 100 रुपियाँ उठाइदियो, 500 दिनुभयो। एकजना यहाँ बस पार्कमा एकजना बहिनीले पनि चिन्नुभएको रहेछ मलाई, 1000 रुपियाँ दुध खानु भनेर पनि दिनुभयो। दिनुहुन्छ त्यसरी। हजुर, अहिले त टिकटकबाट नि तपाईँलाई गिफ्टहरू होइन 1500 आइरहेको हुन्छ दिनमा? हजुर हजुर गिफ्टहरू पनि आइरहेको हुन्छ। म लाइभ पनि बस्छु होइन। अनि अहिले त एकदम आश छ बचाउन सक्छु कि भनेर। अनि हजुर पनि आइदिनु भयो। हजुरको कार्यक्रमहरू धेरै हेर्थेँ मैले। हजुरसँग भेट्ने पनि आज हजुरकै जन्मदिनमा भगवान्ले साथ दिनुभयो। अहिले जस्तो उहाँ यो अवस्थामा भइसकेपछि डक्टरले चाहिँ निको हुन्छ उपचार गर्नुहोस् भन्नुहुन्छ कि या अब हामी सक्दैनौँ भन्नुहुन्छ, के भन्नुहुन्छ? होइन, हामी सक्दैनौँ भनेको भए त म यो सहयोगहरू सङ्कलन किन गर्थेँ र के को लागि? आखिर पैसा आफ्नो मेन जीवन साथी नै नभएपछि पैसाले के नै हुँदो रहेछ र। अब अलिक टाइम लाग्छ, लङ प्रोसेस लाग्छ, तर आफै हिँड्न सक्ने चाहिँ हुनुहुन्छ भनेर म अभियानमा लागिरहेको छु। तपाईँले अघि भन्नुभयो मैले घर बेचेँ, गाडी 6-6वटा गाडी बेचेँ भन्नुभयो होइन? त्यो भनेको तपाईँको 1 करोड माथि पैसा सक्यो? करोड त हजुर सिम्पल भयो, माथि नै सक्यो पैसा। हजुर, मेरो नयाँ गाडी थियो, 19 मोडलको गाडी थियो, 17 मोडल गाडी थियो, 15 मोडल गाडी सबै सक्यो। अब भएको त्यही अब ऐलानी जग्गाहरू 1-2 कट्ठा होला, त्यो पनि बिक्री नभएर हो, त्यो पनि प्रोसेस गर्दैछु म बेच्नको लागि जग्गा। तपाईँले अब त्यो माखलबारी ठाउँ चाहिँ बिर्सिनुपर्ने अवस्थामा पुग्यो? हजुर, त्यो एरियै गयो भने पनि मेरो आँखाबाट आँसु झर्छ। त्यही भएर त्यो एरियै छोडेर म यता बस्न बाध्य भएको। किनभने झलझल याद आउँछ, त्यो एरियामै गयो भने मन खिन्न हुन्छ। बाबा के गर्नुहुन्छ? हजुर, मेरो बाबा त बुढो भइसक्नु भएको छ। पहिला मास्टर हुनुहुन्थ्यो, अहिले काम गर्नुहुन्न बाबा। आमा चाहिँ? आमाले हेरिदिनुहुन्छ दिउँसो। मन पनि रोगी हुनुहुन्छ। यसो म काममा गएको बेला नानी त मम्मीले आमालाई हुर्काउनु भयो, अनि बुहारीलाई पनि हेरचाह गरिदिनुहुन्छ। अनि म काममा निस्किन्छु। तपाईँलाई अब यहाँ तस्विरहरू हेर्दाखेरि कति राम्रो हुनुहुन्छ नि होइन रिता बहिनी? त्यो बेलाको रिताको झल्को कति कहाँ हुन्छ? एकचोटि त उठेर पनि नानी पनि बोक्नु भएको रहेछ उहाँ नै होइन रिता? हजुर, यो बिरामी हुने दिन यही हो, लास्ट अन्तिम दिन। उठ्नु भएको छैन। यही नरन गर्ने बित्तिकै हस्पिटल भर्ना भएको। 3 महिना भेन्टिलेटर, 22 महिना आइसियू। भएको चाहिँ के रहेछ? यो ब्रेन हेमरेज भन्दो रहेछ। एमोलेजियम, यो हाम्रो छातीमा चाहिँ ब्लडको क्लाउड जमेर ब्रेनमा, हजुर ब्रेनमा यो ब्लड सर्कुलेसन नभएर चाहिँ त्यस्तो भएको भन्नुहुन्छ। अब हरेक कुराहरू गर्दा 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 थाकिसक्दा अब सडकमा आउन बाध्य भयो सर। त्यही बेला तुरुन्तै उपचार नभएर रहेछ कि के रहेछ? होइन, अब अलिकति अब नाम के लिनु, अलिकति हस्पिटलको पनि लापरवाही भयो। हिँडेर गएको मान्छे हो, अब के भन्नु, कसलाई दोष दिनु? हिँडेरै जानुभएको? हजुर, हिँडेरै जानुभएको हो। कति दिन बस्थ्यो? त्यही अन्तिम दिन त्यही 1 घन्टा बस्थ्यो। त्यहाँबाट 2टा सुई लाउने बित्तिकै अनकन्सियस भएर भेन्टिलेटरमा चढाइदिनु भयो। त्यहाँदेखि त म माथि आकाश खस्यो, म बेहोस भएँ। अनि उहाँ भेन्टिलेटर यो विगतको कुरा सम्झ्यो भने डिप्रेसनमा पनि पुगेँ एकचोटि। मर्न पनि बाध्यता भयो। हजुर, के गर्नु, हरेक कुराहरू गर्दा गर्दा अब चाहिँ यसरी हुँदैन। म सहरको डिप्रेसनसम्म पुग्नु भयो श्रीमतीको? हजुर हजुर हुन्छ नि। अब डाइपर भन्यो, महँगो औषधि छ, हप्तैपछि हप्तामा नि पुग्दैन कहिले त डाइपर।
फलोअपमा गइराख्नुपर्छ। एउटा मान्छेले कति चाहिँ कमाउँछ र होइन सर? नेपाल जस्तो ठाउँमा महिनामा कसरी गरेछु? अहिले कुन हस्पिटल लानुहुन्छ? चिराई हस्पिटलमा। अहिले फलोअप चिराई हस्पिटलमा भइरहेछ। अब चाहिँ हजुरको केही अब नेपाली दाजुभाइ दिदीबहिनी सहयोगी मनहरूसम्म पुगेर केही सहयोगहरू भयो भने चाहिँ इन्डिया लगेर राम्रोसँग राम्रो ठाउँमा फलोअप गराएर हिँड्न सक्ने बनाउने कोसिस छ सर। इन्डिया लग्यो भने चाहिँ हुन्छ भन्छ डक्टरले? हजुर, अब अलिक लङ प्रोसेसको बिरामी हो, अलिक क्रिटिकलै हो नि। अलिकति पैसाले नै त चल्ने रहेछ संसार दुनियाँ सबै कुरा। तपाईँलाई उहाँको बोली मात्र सुन्नु छ कि उहाँ हिँडेको नै हेर्नु छ? अहिले त मलाई बोली मात्र सुन्न पायो भने ठुलो हुन्थ्यो जस्तो लाग्छ, तर हिँडेर अलिकति बाबु समाउनु सक्ने मात्र भयो भने पनि मैले संसार जिते जस्तो हुन्छ। तपाईँलाई अहिले यति धेरै समस्या भइसकेपछि तपाईँको गाउँ छिमेक भनौँ न काठमाडौँको माखलबारीमै जन्मिनु भएको छ, उहाँहरूको त्यहाँ छिमेकीहरूको चाहिँ साथ सपोर्ट छ कि नै? छैन हजुर, मेरो आफ्नो आफन्त छ छिमेक, मेरो कोहीबाट केही पनि सपोर्ट छैन मलाई। मिडियामै भनिदिनु पर्दा पनि कति प्राय पैसा मेरो पनि डुबेको छ होइन। साथीभाइहरूले लिनुभएको छ, चलाउनु भएको छ, सपोर्ट छैन, प्रुफ छैन। हरेक चिजबाट अहिले मान्छेहरूले स्वार्थ मात्रै लुटे, आफ्नो भन्नेले साथीभाइले सबैले सर त्यही हो। छोरा मान्छे रुनु हुँदैन भन्छन्। भन्न त तपाईँ श्रीमतीको अवस्था देखेर धेरै रुनु पनि भएको छ। मैले त टिकटकमा पुरानो भिडियोहरू हेरेँ होइन। कहिलेकाहीँ यो घटनाले गर्दा नि तपाईँलाई बढी पीडा दिन्छ? हजुर, यो कुराहरू सम्झ्यो भने त रुनी मात्र होइन सर, अब हरेक कुराहरू गर्ने सोच आउँछ। अब त्यही पनि बिरामी अब को अवस्था देखेर त्यस्तो गर्ने चाहिँ सोच आउँदैन। अब हरेक कुराहरू मनमा खेल्छ सर, टेन्सन हुन्छ विगत सम्झेर। हजुर, सायद यो भइपरि मै माथि आए पनि हुन्थ्यो भन्ने कुराहरूले मनमा खान्छ सर मलाई। तपाईँ आएपछि उहाँले तपाईँलाई चिन्नुहुन्छ? हजुर, चिन्नुहुन्छ। मेरो मोटरसाइकलको साउन्डले नै चिन्नुहुन्छ, चिन्छ उसले। एकदम खुसी हुन्छ। म कतै जान लागेको जस्तो कुरा गऱ्यो भने रोइदिन्छ। म छोडेर जान्छु है अब, यस्तो हुन्छ। सहनै सकिँदैन सर यो कुराहरू। बस ल म जान्छु, यस्तो हुन्छ सर। हेर्नु न के सुझाइसक्यो म छोडेर जान्छु है, यस्तो हुन्छ सर। यो कुराहरू सम्झिँदाखेरि अब सबै कुरा आफ्नो बेच्न मिल्ने भए सम्पूर्ण आफ्नो अङ्ग पुरै बेचेर भयो भने म उपचार गराउँथेँ सर। के गर्नु, सायद उसको ठाउँमा मेरो ठाउँमा भए त उसले हरेक चिज गर्न सक्थ्यो होला, तर मैले सकिरहेको छु कि छैन होइन। तर अन्तिमसम्म सङ्घर्ष गरि नै रहनेछु सर। तपाईँलाई अहिले साथीहरूले ऋण लिएको साथीहरूले पनि फोन गर्दैन? हजुर, त्यत्रो मेसेजहरू पठाउँदा पनि हेर्नुहुन्न। हरेक मेसेज पठाएर गर्दा यस्तो अवस्था छ भनेर आफ्नै पैसा लिन पनि हात जोड्दा पनि सर वास्ता गर्नुहुन्न। के प्रुफ छ भन्ने टाइपको तरिकाले। सहयोग पनि तपाईँलाई त्यति धेरै आएन है? योभन्दा अगाडि पनि एकचोटि मिडियामा आउनुभएको थियो। हजुर, अब योभन्दा अगाडि पनि अब त्यही 8-9 लाख रुपियाँ आएको थियो। हजुर आफै बुझिस्यो। 8-9 लाख रुपियाँमा अब हस्पिटलकै योभन्दा अगाडि पनि तपाईँ मिडियामा आउनुभएको थियो, सहयोग आयो कि नै? हजुर, त्यही अब 8-9 लाख रुपियाँ आएको थियो सर। अब हजुर आफै सोच्नु न, 8-9 लाख रुपियाँमा त मेरो ऋणै 17 लाख रुपियाँ थियो। चिराई र मोडल गरेर ऋणहरू क्लियर भयो। त्यहाँदेखि मैले अब आफै निरन्तर काम गरेर गर्दा टाउकोमा ऋण त छैन भन्नाले त्यति धेरै छैन। जे होस् 4-5 लाख ऋण छ, तर त्यो सबै सहयोगको पैसाले तिर्नुपर्छ भनेर उहाँहरूले पनि फोर्स गर्नु भएको छैन। म कमाउँदै बिस्तारै बिस्तारै तिरिरहेको छु। महिनाको 4-5 हजार यसै गरी मानेका छन् साथीहरू। हजुर, जोबाट तपाईँले ऋण लिनुभएको छ उहाँले त्यसलाई पनि स्वीकार्नु भएको छ? हजुर, साथीहरू भन्नाले मैले चिनेको मान्छेहरू होइन, उहाँहरू पनि यही टिकटक हजुर भिडियो हेरेरै मलाई ऋण दिनुभएको छ। उहाँहरूले मैले चिनेको मान्छेहरूसँग 1 रुपियाँ पनि ल्याएको छैन, बरु मेरो गएको छ। तपाईँलाई अहिले अघि भन्नुभयो त्यत्रो गाडी घरखेत सबै सिद्ध्याएँ भन्नुभयो होइन। अझै पनि म श्रीमती बचाउँछु भनेर सहयोग माग्नुपर्ने अवस्थामा पुग्नुभयो। जिन्दगी सबै सकिँदा पनि अझै पनि श्रीमतीप्रति त्यति धेरै माया छ है तपाईँलाई? हजुर, आफ्नो जीवन साथीप्रति त अब होइन माया हुनै पर्यो। अब हामी त मान्छे हौँ, एउटा जनावर पाल्दाखेरि त हामीलाई कति गाह्रो हुन्छ भनेपछि एउटा घरमा बाइचान्स कुकुर पाल्दाखेरि त हामीलाई कुकुरको कति माया लाग्छ भने ऊ त एउटा साथ दिने जीवन साथी हो नि त। सबै कुरा
छोडेर आएको छ। तपाईँलाई विवाह गर्नुपर्छ भनेर फोर्स गर्छन् कि गर्दैन? मलाई त कसैले फोर्स गर्ने मान्छे नै हो। उहाँलाई तपाईँले विवाह गर्छु भन्दा के भन्नुहुन्छ? उहाँले मान्नुहुन्न नि कहाँ त्यस्तो कुराहरू। त्यो कुराहरू के भन्छन्? रुनुहुन्छ, त्यस्तो मान्नुहुन्न नि। त्यस्तो कुरा गर्ने बित्तिकै उहाँले रुनुहुन्छ, एकदम रुनुहुन्छ। हजुर। अहिले चाहिँ तपाईँले जति सहयोग पाउनुभएको छ टिकटकबाटै सहयोग पाउनु भएको छ। छोरा सानो हुनुहुन्छ होइन, एउटा सन्तान तपाईँको छोराले नि त आमाको माया खोज्नु होला। छोराले मेरी आमा भन्ने उहाँलाई चिन्नुहुन्छ क्या? तपाईँको आमालाई आमा भन्छ? उसले त आफ्नो आमालाई त चिन्दैन, हजुर आमालाई चाहिँ आमा भन्छ। हजुर। उसलाई थाहा छैन आमा थाहा छैन। बिचरा त्यो बालखामा आमाको दुध पनि खान पाएन। पाउनु भएन। हजुर। पाउडरको दुध खाएर हुर्किनु बाबु। हिटरमा हुर्काइयो, सेक्न पनि पाइएन त्यतिखेर। अब कन्डिसन खराब, हस्पिटलमै थिए। यस्तै भयो सर। यता सन्तानलाई कसरी बचाउने भन्ने चिन्ता, उता श्रीमतीलाई कसरी बचाउने भन्ने चिन्ता। त्यो ब्रेन ह्यामर जस्तो एउटा घातक रोग होइन। योभन्दा अगाडि मैले अन्त खड्काएको पनि लामो समय गऱ्यो, र अन्त त अलिअलि भयो नि बोल्ने भए। उहाँ त अझै बोल्नु पनि भयो। हजुर। उहाँ त अब म त्यति मिडियामा पनि प्रचार छैन, हजुरलाई थाहा नै छ। आफ्नो तर्फबाट लागिरहेँ, जुटिरहेँ, के होला कि भन्ने। हजुर पनि आइदिनु भयो, धेरै धेरै खुसी छु म। आज चाहिँ म तपाईँलाई एउटा आफ्नै तर्फबाट सहयोग गरौँ भनेर पनि आएँ। मैले केही दिन अगाडि टिकटकमा लाइभ हेर्दा एकदमै रुनै मन लाग्यो। म त लाइभमा एक्कासीमा त्यति धेरै टिकटक पनि चलाउँदिनँ। जब म टिकटकमा पुगेँ, तपाईँको परिवार देखेँ, म एकदमै भावुक भएँ। त्यसपछि मैले तुरुन्तै तपाईँको त्यहाँ नम्बर, सेवा नम्बर रहेछ, मसँग 2000 रुपियाँ थियो, मैले तुरुन्तै सेन्ड गरिसकेका थिएँ। मैले तपाईँलाई अब वाट्सएपमा पनि जानकारी गराएँ र म अरूसँग सहयोग उठाउने भन्दा पनि मेरो चाहिँ प्राय म आफै नम्बर, तपाईँकै नम्बर, फोन नम्बर राखिदिन्छु र तपाईँकै सेवा नम्बर भिडियोमा राखिदिन्छु। यहीँबाट तपाईँलाई सिधै सहयोग आउनेछ। र म आज पनि आफ्नो तर्फबाटै सहयोग गर्न आएको छु। र एकजना दिदीले यहाँ जाने थाहा पाउनु भएपछि उहाँले नाम नभन्ने शर्तमा 5000 रुपियाँ चाहिँ मेरो तर्फबाट दिनु है पनि भन्नुभएको थियो। र म 10,000 रुपियाँ सँगै उहाँ जो दिदीले भन्नुभएको छ उहाँको तर्फबाट 5000 गरी 15,000 रुपियाँ तपाईँलाई म ई-सेवा गरिदिन्छु। तपाईँको ई-सेवा नम्बरमा म पठाउँछु पैसा है त म तपाईँलाई। र त्यसपछि तपाईँ अरूलाई नि भनिदिनुहोस्, ई-सेवा गर्ने नम्बर भनिदिनुहोस्, म तपाईँलाई ई-सेवा गरिदिन्छु। हजुर। नमस्कार सम्पूर्ण सहयोगी मन जति पनि हाम्रो सरलाई चिनेर गर्नुहुने महानुभावहरू सबैजनाले बुझेर गरेर गरिदिनु, उहाँले पनि गरिदिनु भयो। हजुरहरूको हातमा छ मेरो श्रीमतीको ज्यान है। मैले भनिसकेँ 5000 रुपियाँ मैले आदरणीय जापानमा बस्नुहुने एकजना दिदीले पठाउनु भएको पैसा र 10,000 रुपियाँ मेरो तर्फबाट जापानबाट दिदीले त उहाँलाई पनि कन्ट्याक्ट गरिसक्नु भएको रहेछ। त्यो कारण पनि मैले 15,000 रुपियाँ चाहिँ उहाँलाई आज यहाँ सहयोग गर्ने घोषणा गर्छु। र जो जतिले यो भिडियो हेर्दै हुनुहुन्छ उहाँको नम्बर मैले भिडियोमा पनि राखिदिएको छु, फेरि एकपटक भनिदिनुहोस् त। हजुर। 98 13 62 13 87 98 13 62 13 87 यो नम्बरमा सिधै उहाँलाई फोन गरेर सहयोग गरिदिनु होला। म बिन्ती तपाईँहरूलाई गर्छु। र यो भिडियो हेरिसकेपछि उहाँकै खातामा 1 रुपियाँ किन नहोस्, 5 रुपियाँ किन नहोस्। मैले योभन्दा अगाडि पनि एकजना दिदीको यस्तै केस बाहिर ल्याएको थिएँ र त्यहाँ 1-1 रुपियाँ गरेर तपाईँलाई धेरै सहयोग गर्नुभएको थियो। कतिले 10 रुपियाँ, कतिले 20 रुपियाँ पनि सेवा गर्नुभएको रहेछ। प्रायःले 100, कतिले 1000, 2000 पनि सेवा गर्नुभएको थियो। त्यो गर्दाखेरि धेरै हुन्छ। त्यसपछि उहाँको चाहिँ सहयोग धेरै भयो भन्ने खबर मैले प्राप्त गरेँ भने फेरि अर्को भिडियो बनाउने छु र जानकारी गराउने छु। यही नम्बरमा मलाई कन्ट्याक्ट गर्नु पर्दैन, सिधै यही नम्बरमा स्वयं बिरामीको श्रीमानलाई कन्ट्याक्ट गर्नु होला। चढाउनुहुन्छ। सम्पत्तिबाट जेरोमा पुग्नु भएको छ, करोडपतिबाट रोडमा पुग्नु भएको एउटा परिवारलाई तपाईँहरूले फेरि करोडपति बनाउनुहोस् भन्न खोजेको होइन, तर कम्तीमा उहाँको चाहना श्रीमती बोलेको हेर्नेछ, त्यो चाहिँ पुरा गरिदिनु होला। यो मेरो बिन्ती छ। र सबैलाई सहयोग गर्ने अपिल पनि म गर्छु। निको भएपछि फेरि होइन, उहाँ बोल्न सक्ने मात्रै भएपछि भए पनि हामी अन्य हस्पिटलहरू पनि बुझ्छौँ के सहज रहेछ भनी र फेरि जानेछौँ। तपाईँलाई धेरै धेरै धन्यवाद। हजुरलाई धेरै धेरै धन्यवाद सर, कमल सर। सम्पूर्णमा जतिजनाले पनि यो भिडियो हेरेर साथ दिनुभयो सबैजनामा हार्दिक नमन छ। सुस्वास्थ्यको कामना।
इनुमाया भण्डारी भरतपुर 12 मेरो ढाड दुखेर हल्न चल्न भएको थियो वैद्य दबाई खाएपछि एकदम ढाड निको भयो अहिले दुखेको अनुभवै हुँदैन एडमिसन ओपन जुम ब्युटी एकाडेमी नेपालकै नम्बर 1 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी आरोग्य मालिस तेल बाथरोग निवारण हाड जोड्ने दुखाइ निर्मूल लिगामेन्ट खिएको समस्याको समाधान शरीर पोल्ने र झमझमाउनेबाट मुक्ति युरिक एसिडको दुखाइबाट छुटकारा अब दुखाइमा बस्नु पर्दैन सबै खबर सबैका लागि